नमस्कार सम्पूर्ण मतदाताहरूमा मेरो नमस्कार छ। आदरणीय महानुभावहरू, अहिले विभिन्न फेक न्यूजहरू ठाउँ ठाउँमा आएर कायरहरूले चुनावबाट प्रतिस्पर्धा गर्न नसकेर नक्कली न्यूजहरू बनाएर फेक न्यूजका कारखानाहरू चलाएर हाम्रो समर्थन कुन दललाई यो दललाई भनेर गलत सूचनाहरू प्रवाह गरिरहेका छन्। ती गलत सूचनाको पछि नलाग्नु होला। ती हारेको मानसिकता लिएका मान्छेहरूको पछि नलाग्नु होला। घण्टी चुनाव चिन्ह तिनै ठाउँमा एक्लै चुनाव लडिरहेको छ। न कसैलाई हामीले भोट मागेका छौं, न कसैसँग तालमेल छ, कहीँ कतै पनि छैन। एक्लै आफ्नो बलमा हामी चुनाव लडिरहेका छौं। तनहु, बारा र चितुवनमा केवल घण्टी चुनाव चिन्ह नै हाम्रो घण्टी चुनाव चिन्ह हो। कुनै पनि किसिमका गलत समाचार, गलत सूचनाको पछि नलागिकन निर्वाध रूपमा घण्टी चुनाव चिन्हमा नै भोट हाल्नु होला। यो गलत कुरालाई ध्यानमा राख्नु न म निर्वाचन आयोगको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। नेपाल सरकारको प्रधानमन्त्रीज्यूको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु र निर्वाचनलाई प्रभावित पार्न अनेक किसिमका हत्कण्डा तिक्रमहरू गरिएको हामी निरन्तर देखिरहेका छौं। यसको हिसाब नेपाली जनताले लिनेछन्। यसको हिसाब कुनै दिन नेपाली जनतालाई बुझाउनु पर्नेछ। आज लुकेर गरिएको घेराबन्दी र प्रहारको एउटै जवाफ नेपाली जनताले दिनेछन्। म सबैलाई अपील गर्न चाहन्छु, कृपया समयमै मतदान केन्द्रमा गएर भोट गर्नुहोला। कहीँ कतै कसैको दुष्प्रचारमा नलाग्नु होला। यहाँहरूलाई थाहा छ कति धेरै घेराबन्दी, कति धेरै षड्यन्त्रको हामी सामना गरिरहेका छौं। म विभिन्न मतदान केन्द्रहरूमा जाँदैछु, त्यहाँ पनि तपाईहरुसँग भेटघाट अवश्य पनि गर्नेछु। कृपया यो मेरो भिडियोलाई सबैसम्म पुर्याइदिनु होला। कुनै पनि किसिमको गलत सूचनामा नजाग्नु होला। घण्टी चुनाव चिन्हले कुनै पनि चुनाव चिन्हसँग कुनै पनि उम्मेदवारसँग कुनै पनि किसिमको तालमेल गरेको छैन। केवल घण्टी चुनाव चिन्हका उम्मेदवारलाई नै भोट गर्नु होला हामीलाई जिताउनको निमित्त। बारामा रमेश खरेल, तनहुमा डाक्टर सोनिम वाग्ले र चितवनमा म रवि लामिछाने। केवल घण्टी चिन्ह हो। कुनै पनि किसिमका फेक न्यूज, कुनै पनि किसिमका गलत अफवाहको पछि नलागिदिनुको निमित्त म फेरि पनि सम्पूर्णमा विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। नमस्ते।